हेर्नुहोस् है हिजोको एउटा पत्रकार एउटा सबिन महर्जन हो कीर्तिपुरको सुरेश रजक दुईजनाले मरे ल हेर्नुहोस् त यसमा आगो बलिरहेर त्यहाँ फोटो खिच्न गएको बेहोस भएर लडेछ अनि आगो लाग्यो होला थाहा नि भएन होला लडेर मरेछ है हेर्नुहोस् है सुरेश रजक यसैमा यही घरमा ल भन्नु त युवा एउटा कसैको छोरा कसैको श्रीमान कसैको बाउ कसैको भाइ कसैको हेर्नुहोस् त अब मान्छे अब फर्केर आउँछन् त आउँदैन नि हेर्नुहोस् है यहाँ आइरहेछन् सबै मान्छेहरू एउटा सुरेश रजक यहाँ मर्या रहेछ ल अनि सबिन महर्जन कीर्तिपुरको यहाँ गोली लाग्या रहेछ 29 वर्षको युवा ल हेर्नुहोस् है यही यो हेर्नुहोस् है यसमा ल भन्नुहोस् है हिजोको है यहाँ यो चौरीमा सबिन महर्जन अनि यो घरमा चाहिँ सुरेश रजक आफ्नो ज्यानको बाजी लगाए अब यसमा फोटो खिच्न जाँदा आफ्नो ज्यान समेत हेर्नुहोस् है ल बाई